पहिला यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढ्ने है त। मनै बराले न्याहुलको बोली यति बेलामै चन के गर्दै होली। रुको जरा सबर करो। नरुनु दिदी, हजुर रुँदा त हनुमान जस्तो देखिने रहेछ। माफ पाऊ है, रुँदा रुँदै बिर्सेर हाँस्न खोजेछु। अर्को वर्षसम्म त आँसु झर्छ कि। पायल्स भएको मेरो साथी टोयलेट बसेर आएपछि यस्तै रुन्छ। रुँदा पनि पहिलोचोटि हाँसो लाग्यो मलाई। भयो भयो, आँसु झर्ने छाटकाट छैन, मुख नबिगार्नु। जबरजस्ती रुन खोज्दा पाद आउला है बहिनी। खत्म। बाय बाय, टाटा, गुड बाय, गया।